नमस्ते एभ्रिवान, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। चाहिँ मेरो फर्स्ट भिडियो हो, स्क्रिप्ट नगरिकन हेरिदिनु होला भनी म आशा राख्दछु। आज म तपाईहरुलाई हाम्रो गाउँमा माछा मार्ने तरिका म देखाउने छु। हेलो गाइज, आज चाहिँ हामी चाहिँ साथी 15 मिलेर चाहिँ आज हामी माछा मार्न गइरहेका छौँ। हाम्रो गाउँ नजिकै चाहिँ एउटा घोल छ। त्यही घोलमा चाहिँ अब हामी यसो माछा मारौँ भनेर चाहिँ आएको छौँ। देख्न सक्नुहुन्छ हाम्रो केटाहरू यहाँ बनाइरहेका छन् तयारीहरू, जालहरू। देख्न सक्नुहुन्छ फाटेको जाल मछलीको काल भन्छ, च्यातेको जाल माछाको काल भन्छ। तयारी त सानो छ, चोरेको जाल अब यसमा पर्छ कि भनेर चाहिँ हामी चाहिँ कोसिस गर्न गइराखेका छौँ। मछली खानलाई, माछा खानलाई, माछा खान मन लाग्यो, माछा खान मन लाग्यो। खोलादेखि डर लाग्यो, डाली खान मन लाग्यो, तेरो दुखदेखि डर लाग्यो। फुक्का देख्नु भयो नि गाइज, है ल साथीहरू, हाम्रो चाहिँ जाल चाहिँ तयार भइसकेको छ। अब हामी चाहिँ जानेछौँ घोलमा। खोला त टाढा छ, खोलामा त आर्मीहरूले समात्छ, त्यही भएर हामी घोलमा जान्छौँ। हाम्रो यही नजिकको घोल छ, त्यहाँनिर तपाईँहरूले देख्नु। हामी अब जान लागेका छौँ। ल हेर्न सक्नुहुन्छ हाम्रो ग्याङहरू चाहिँ यतिजना छन् है। जाम है केटाहरू, जाम। ल अब हामी जान लाग्छौँ है गाइज, खोला घोलतिर माछा मार्न। ल है अब हावा आउनु लाग्यो, हेर्न सक्नुहुन्छ तपाईँहरू। किनकि दिउँसभरि लास्टै गर्मी थियो, बस्नै नसक्ने गरी। अलि बेलुका भएपछि अलि शीतल चाहिँ भएको छ सबैलाई। क्यों यही कलपटनिर हो घोल चाहिँ। घोल चाहिँ धेरै ठुलो छैन, सानो छ, पानी पनि सानो छ, तर माछा चाहिँ यहाँनिर टन्नै पाउँछ, सानो सानो माछा। चढिसकेको छ है गाइज। ल आइसकेका छौँ है हामी। यही हो घोल चाहिँ, यो हो। यहाँनिर चाहिँ असार साउनतिर चाहिँ एकदमै ठुलो बाढी नै आउँछ। यही घोलबाट आउने हो बाढी चाहिँ। बाढी फेरि यो सबै डुबान हुन्छ। हामी यहीँनिर चाहिँ तयारी थाप्नेछौँ। ओ त्यहाँनिर यो चाहिँ मिलाउनु लाग्यो माटोको तयार। यसरी हामीले चाहिँ लगाइसकेका छौँ। गुट्याउ डोले गुट्याउ, यसले त्यसो टुती गर्ने होइन कि, यतिकै राख्न। ठुलो ठुलो पर्ने रहेछ त। ल हेर्नुहोस् गाइज, फाइनली हाम्रो चाहिँ तयारीमा माछा परिसकेको छ। यो माछा हामी निकाल्ने छौँ। फेरि पनि हामी जाल थापेर अनि हामी बिहानतिर चाहिँ हामी फेरि पनि लिन आउँछौँ। कुन माछा हो गाइज, पत्ता लगाउनुहोस् न। यो सिलिङ माछा हो। ल ल है गाइज, अब तयारी सारी सबै हामी फेरि पनि लगाइसकेका छौँ। अब अबेलो पनि भइसक्यो, रात पनि परिसकेको छ। अब हामी घरतर्फ जानेछौँ। यसरी लगाइसकेका छौँ तयारी। अब भोलि बिहानै अब तपाईँहरूलाई फेरि पनि हामी माछा देखाउनेछौँ। हेर्नु गाइस, हामी माछा तयारी थापेर फेरि आइसकेका छौँ। अब भोलि हेर्नु होला माछा फेरि। हेलो सबैले बाई बाई गर्दै ल। माछा बाई बाई। माछा ल्याइदिनु। माछा खाऊ। कति मछली दिए
ल यो एक लटमा चाहिँ यति परेको है माछा बाई सबैजना ल है गाइस बाई